मेरो नाम रमा। मेरो घर पूर्वको एक विकट गाउँमा गरिब परिवारमा भएको थियो, जुन गाउँमा बिजुली बत्ती पनि उपलब्ध थिएन। मेरो जन्म हुँदा मेरो परिवारमा हजुरआमा, बाबा र मम्मी म थियौँ। म करिब 3 वर्षकी हुँदा मेरो बहिनीको जन्म भयो। जब बहिनीको जन्म भयो, हाम्रो दशा सुरु भयो। मेरो बहिनी जन्मेको दिनदेखि मम्मी सिकिस्त बिरामी हुनुभयो। सायद सुत्केरी सम्बन्धी केही समस्या हुनुपर्छ। जनचेतनाको कमी, विकट गाउँ। बहिनी 3 दिनकी हुँदा मेरी आमाले यो संसार सदाका लागि हामी सबैलाई छोडेर जानुभयो। त्यो बेला म साह्रै सानी थिएँ, मलाई त केही पनि थाहा छैन। मेरो घरमा धेरै मान्छे जम्मा भएको बाहेक म सानी र बहिनीलाई हुर्काउने जिम्मा हजुरआमालाई आइपरेको थियो। हामी एकदम गरिब परिवार थियौँ। बिहान खाए बेलुका के खाऊँ, बेलुका खाए भोलिपल्ट के खाऊँ भन्ने अवस्था थियो। अब बाबालाई आमा बिनाका टुहुरा छोरीहरूको जिम्मेवारी एक्लै निभाउनु थियो। बाबा पैसा कमाउन इन्डिया जाने आउने गरिरहनुहुन्थ्यो। त्यो बेला पनि मम्मी बितेको अलि दिनमा बाबा पैसा कमाउन जानुभयो। त्यो गर्नु बाबाको बाध्यता थियो। मेरो बाबाको एउटा साह्रै नराम्रो बानी थियो, रक्सी खाने, पैसा सकाउने, वर्षभरि कमाउने र अलिकति पैसा लिएर घरमा आउनुहुन्थ्यो। हजुरआमाले हामीलाई खाइ नखाइ हुर्काउनु भयो। म पनि बिस्तारै ठुली हुँदै गएँ। अलिअलि बुझ्ने भएकी थिएँ। अर्काको काम सघाउँथेँ। त्यो बापत मलाई खाना खान दिइन्थ्यो। कोही अलि मनमा धेरै धर्म हुनेले मलाई 2 मुठी चामल पनि दिएर पठाउनुहुन्थ्यो। घरमा गएर खोले पकाएर खान्छन् हजुरआमासँग भनेर। अर्काको काम सघाएर खाना टन्न खान पाउँदा मलाई आनन्द हुन्थ्यो। तर मेरी बहिनी सानै थिए। म करिब 7 वर्षकी थिएँ होला। मेरी बहिनी 4 वर्षकी थिए होला। कमाउन जानुभएको हाम्रो बाबा एक दिन एउटी केटी लिएर घर आउनुभयो। र हजुरआमालाई तपाईँकी बुहारी भनी चिनाउनु भयो। हामीलाई तिमीहरूकी मम्मी भनेर चिनाउनु भयो। सानी आमा आएको 1-2 दिन ठिकै थियो। त्यसपछि सानी आमाले त्यो घरमा बस्न सक्दिन भनेर हिँड्नुभयो। त्यो गरिबी नै थियो त्यसको कारण, किनभने हाम्रो सानो झुपडी घर थियो। एक तले घर खरले छाएको, एउटा कुनामा भान्सा थियो, अर्को कुनामा हजुरआमा हामी 2 जना नातिनी सुत्थ्यौँ भने अर्को कुनामा बाबा मम्मीले सुत्नु पर्थ्यो। त्यो हाम्रो बाध्यता थियो। त्यही कारणले हुनुपर्छ सानी आमा बस्न मान्नु भएन। उहाँ हिँड्नुभयो। बाबा फेरि इन्डिया जानुभयो कमाउन। हाम्रो गाउँमा दैनिकी त्यस्तै थियो, केही फेरिएको थिएन। म स्कुल पढ्न जान्थेँ, किनभने मेरो छिमेकमा एकजना साथी थिइन्, उमा। उनी साह्रै असल र परिवार पनि त्यस्तै राम्रो थियो। उमा र मेरो बिहान उठेदेखि बेलुका नसुतुन्जेल प्राय सँगै हुन्थ्यो। काम, पढ्न, स्कुल, गाउँ डुल्न, खेल्न। साँच्चै मैले मेरो साथी उमा भाग्यले पाएकी थिएँ। त्यति धनी परिवारकी उनी र म केही नहुने घरकी। उसको परिवारले उनलाई बोर्डिङ स्कुल नै पढाउन सक्नुहुन्थ्यो। तर अफसोस त्यो बेला गाउँमा बोर्डिङ स्कुल नै थिएन। हामी सँगै सरकारी स्कुल पढ्थ्यौँ। स्कुल सँगै जाने अनि घर सँगै आउने। घर आउँदा उनको घर पहिला आउँथ्यो मेरोभन्दा, अनि उसलाई राखिदिएको खाजा हामी बाँडेर खान्थ्यौँ सधैँभरि। मैले कहीँ उसको घरमा खाजा थोरै छ भने पनि उनले मलाई 2 मुठी चामल र चिनी दिन्थिन्, परिवारसँग लुकाएर। हो, त्यो बेला चामलको पनि खाजा हुन्थ्यो। अहिलेको केटाकेटीलाई भन्दा हाँस्छन्। धन्य साथी र छिमेकी पाएकोमा म खुसी थिएँ। वरिपरिका देख्ने छिमेकीले हामीलाई विवाह पनि एउटै केटासँग गर्नु है भन्न भ्याउँथे। हामीलाई त्यो बेला विवाह के हो र किन गर्छन् भन्ने नै थाहा थिएन, किनभने हामी एकदमै सानो थियौँ। दिन यसै गरी बित्दै थियो। एक दिन बाबाले फेरि विवाह गरेर सौतनी आमा घर लिएर आउनुभयो।
यसपालि आउनुभयो कि सानीमा आमा अलिक कडा स्वभावको हुनुहुन्थ्यो। हामी डरले छेउमै जान नसक्ने। तर हजुरआमा साथमा भएको कारण हामीलाई त्यति गाह्रो भएन। तर अफसोस उहाँ पनि 5 महिनाभन्दा बढी बस्नु भएन, कारण सायद गरिबी नै थियो। के सोचेर आउनु भएको हुन्थ्यो। हाम्रो घर हेर्ने बित्तिकै उहाँहरूलाई सम्पूर्ण नालीबेली थाहा भइसक्थ्यो। सानी आमा हिँडेको 4-5 महिनापछि हाम्रो घर आगलागी भयो र हामी परिवार बाहेक सबै सकियो। सबै आगोले खायो। अब बाँकी केही थिएन। गरिबलाई कति पीडा दिएको भगवान। आमा पनि लगिस्, एउटा भएको छाप्रो पनि खाइस्। अब बाँकी हामी छौँ, हामीलाई पनि उठा भन्दै हजुरआमा रुनुभयो। हाम्रो घर आगलागी भएपछि हामी मेरी साथी उमाको गाईको गोठमा बस्न थाल्यौँ। गाउँका सबैले मिलेर एउटा सानो चिटिक्क परेको पहिलाको भन्दा राम्रो घर बनाइदिनु भयो अनि खानेकुराहरू पनि प्रशस्त चन्दा उठाएर दिनुभयो। हाम्रो गाउँ विकट थियो तर सुन्दर मन भएका मानिसहरू थिए। म 4 कक्षामा पढ्थेँ, बहिनी 1 मा थिए। गाउँ समाज घर सबैको सल्लाहले बाबाको विवाह गर्ने सल्लाह भयो। तर त्यो सल्लाहमा म खुसी थिइनँ, कारण गाउँलेहरूले मलाई यति भड्काउनु भएको थियो कि सानी आमा आएपछि तिमीहरूलाई हेला गर्छन्, खान दिँदैनन्, कुट्छन् भनेर। त्यो कारणले म खुसी थिइनँ। बाबाले विवाह गर्नुभयो। अब घरमा सानी आमाको आगमनसँगै घरायसी काममा सहयोग त भयो, तर मेरो मनमा अनेक डर त्रास भयो। कारण थियो गाउँलेहरूले मेरो दिमागमा यति नराम्रो कुराहरू थुपारिदिनुहुन्थ्यो। बिचरा सानो बाल मस्तिष्कमा मैले के सही केही गलत केही छुट्याउन सक्दिन थिएँ। अब तेरो दशाको दिन सुरु भयो। सौतने आमा घरमा आई। अब तिमीहरूलाई हेला गर्छिन्। सौतने भनेको सौतने भन्ने यस्तो कुराले मेरो मानसिक अवस्था एकदमै विषप्त भएको थियो। सानीमाको व्यवहार साह्रै राम्रो थियो, तर मैले उहाँको राम्रो पक्ष कहिले देखिनँ र देख्ने कोसिस नै गरिनँ। बाबा र सानीमा सँगै बसेको, बोलेको, खाएको, हिँडेको मलाई देख्दा मलाई साह्रै असह्य पीडा हुन्थ्यो। उहाँहरू नजिकिँदा मलाई मर्न मन लाग्थ्यो। एक दिनको कुरा, बाबा मम्मी विवाह दर्ता गर्न गाविस जानुभयो। मैले पनि उहाँहरूसँगै लानु न भने, तर घरमा काम थियो, गाईबस्तुलाई घाँस, खोलेपात। त्यो कारणले हजुरआमाले मलाई जान दिनु भएन। त्यो पीडा खप्न नसकेर म डोरी लिएर जङ्गल गएँ र आत्महत्या गर्ने कोसिस गर्ने। तर गाउँको मान्छेले मलाई बचाएर घर लिएर आए। सायद त्यो बेला मेरो काल आएको थिएन। सम्पूर्ण कुराहरू हजुरआमालाई सुनाउनु भयो। हजुरआमाले मलाई गाली गर्नुभयो, झपार्नुभयो र रुनुभयो। तिमीहरू पनि नभए के मुख हेरेर बस्नु म, अबदेखि यस्तो गल्ती कहिल्यै नगर्नु। त्यसपछि मलाई रियलाइज भयो मैले ठुलै गल्ती गर्न लागि छु भनेर। अबदेखि यस्तो गर्दिनँ भनेर हजुरआमालाई सम्झाएँ। हजुरआमाका प्राण थियौँ हामी दिदीबहिनी। त्यसको अलिक दिनपछि बाबा पैसा कमाउन इन्डिया जानुभयो। नगएर पनि हाम्रो अर्को उपाय थिएन। बिहान बेलुकाको मुख जोर्ने बाटो नै त्यही थियो। त्यसपछि बिस्तारै बिस्तारै मेरो दिमाग ठिक हुँदै गयो। 5 कक्षा पुगेपछि म स्कुल पढ्न जान पाइनँ, कारण गरिबी। म कामतिर व्यस्त हुन्थेँ। मेलापात बहिनी पढिरहेकी थिइन्। म स्कुल पढ्न छोडेपछि मेरी साथी उमासँग मेरो अलिकति दूरी बढेको थियो। तर त्यति पनि होइन। बिहान र बेलुका हामी सँगै हुन्थ्यौँ। दिउँसो उनी स्कुल जान्थिन्, म मेलापात घाँस दाउरा। मेरी सौतनी आमा 2 जीव हुनुभएको रहेछ। अलिक पछि उहाँले छोरा जन्माउनु भयो, यानि मेरो र बहिनीको भाइको जन्म भयो। परिवारमा खुसी थपियो। बाबा इन्डियाबाट आउनुभयो। बाबाले रक्सी खाने बानी छुटेको थिएन, तर सायद अलिक कम चाहिँ भएको थियो। आउँदा हामी सबैलाई कपडा र चक्लेट ल्याइदिनु भयो। हामीलाई सौतने आमाले माया नै गर्नुहुन्थ्यो। म घाँस काट्न जाँदा आउनुपर्ने समयमा आइन भने पर बाटोसम्म बुझ्दै खोज्दै पुग्नुहुन्थ्यो र आएपछि मेरो भारी बोकेर घर आउँथ्यौँ हामी। बाबा फेरि इन्डिया जानुभयो। नगए पनि हामीले बाँच्ने अर्को उपाय थिएन। बाबा इन्डिया जाने आउने गर्नुहुन्थ्यो। यस्तैमा मेरो सौतनी आमा
अर्को बच्चा जन्माउने तयारीमा हुनुभयो। यत्तिकैमा मेरो बाबा इन्डियाबाट आउनुभयो। तर बाबा अरू बेला जस्तो कोसेली लिएर होइन, उहाँ बिरामी परेर आउनुभएको रहेछ। आएको भोलिपल्ट गाउँले र केही आफन्तहरूले अस्पताल लिएर जानुभयो। अस्पताल गएपछि थाहा भयो मेरो बाबालाई कहिले निको नहुने रोग क्यान्सर भएको रहेछ। हो, क्यान्सर। त्यति बेला क्यान्सरको उपचारै हुँदैनथ्यो। डाक्टरले उहाँलाई पैसावाला हो भने उपचार गराउनु, अलिक दिन बाँच्नुहुन्छ, तर केही छैन भने घरैमा लगेर राख्नु, अरू उपाय छैन भनेछ। साँच्चै हामीसँग हाम्रो बाबाको उपचार गर्ने पैसा नै थिएन। विवश भएर हामी उहाँको अन्तिम प्राण कुरेर बस्यौँ। यतिकैमा सानी आमाले छोरीको जन्म दिनुभयो। हाम्री बहिनी आइन्। अब हामी 3 दिदी बहिनी र 1 भाइ भएका थियौँ। सबै थोकको अभावमा हाम्रो जीवन चल्दै थियो। सानी बहिनी जन्मेको 28 दिनमा बाबाले हामीलाई सदाका लागि यो संसारबाट छोडेर जानुभयो। हाम्रो संसार अँध्यारो भयो। हो, हाम्रो संसारै सकियो। 3 वर्षको उमेरमा आमा र 14 वर्षको उमेरमा बाबा गुमाए। अब गुमाउन केही थिएन मसँग। भगवानले पनि दुखीलाई मात्र दुःख दिँदा रहेछन्। हजुरआमा बेहोस हुनुहुन्थ्यो, सानी आमा बेहोस हुनुहुन्थ्यो। सानी 28 दिनकी बहिनीको हेरचाह गर्ने जिम्मा मेरो थियो। भाइ पनि 4 वर्षको मात्र थियो, केही बुझ्दैनथ्यो। गाउँलेहरूकै सहयोगमा फेरि पनि बाबाको काजक्रिया भयो। अब सम्पूर्ण कुराको जिम्मेवारी ममा थियो, किनकि म सबैभन्दा जेठो सन्तान थिएँ। दिनभरि अर्काको घरको काम मेलापात गरेर म थाकेको शरीरमा घर आउँथेँ। कहिले खान्थेँ त कहिले भोकै सुत्थेँ। बाबाको वर्ष दिने काम सक्यो। अनि एक दिन गाउँमा एकजना दिदीको बिहे थियो। म उहाँको बिहे हेर्न गएकी थिएँ। त्यहाँ मलाई एकजना जन्तीपट्टिको केटाले नाम सोध्यो। मैले मेरो नाम रमा भने। सकियो। घर आएँ। त्यो विवाहको केही महिनापछि एउटा चिठी आयो। त्यो चिठीमा लेखिएको थियो, प्यारी रमा, तिमीलाई मुटुभरिको माया। तिमीलाई पहिलो पटक देख्ने बित्तिकै खै के जादु लायो। तिमीले एकदम मन पर्यो। म तिमीलाई विवाह गर्छु र तिमीलाई आफ्नो जीवनसाथी बनाउन चाहन्छु। उही तिम्रो राज। मलाई यो ठेगानामा चिठी पठाऊ है। आई लभ यु। हो, यही लेखेर पठाएको रहेछ चिठी। मलाई नाम सोध्ने केटाको अनुहार राम्रोसँग हेरेकी रहेनछु। मलाई त यादै भएन। 14 वर्ष पुगेर 15 लागेकी मलाई पनि यौवनको घेराहरूले छोएको रहेछ। चिठी पढे, कता कता कसैले देख्यो कि भन्ने डर लाग्यो। साथै रमाइलो पनि। कोही रहेछ मलाई माया गर्ने भन्ने यही सोचे। दिनहरू बित्दै गयो। मलाई त्यो चिठी पठाउने जन्ती केटाको ठेगानामा मेरो साथी उमाको सहयोगमा चिठी फिर्ता गरेँ। दिन प्रतिदिन चिठी आदान प्रदान हुन्थ्यो। माया गाढा हुँदै गइरहेको थियो। उहाँ प्रहरीमा हुनुहुन्थ्यो, म गाउँले जीवन। तीमाथि थोरै पढेकी र गरिबी। मलाई एकदमै डर लाग्थ्यो, मेरो पढाइ र गरिबका कारण कतै मेरो माया छुट्छ कि भन्ने। त्यो बिचमा उहाँले एक दिन मलाई चिठी लेखेर फलानु दिन फलानु बजारमा आऊ है भनेर पठाउनु भयो। उहाँले हाम्रो घरभन्दा 2 घण्टा परको बजारमा बोलाउनु भएको थियो। नजिकै भेट्दा गाउँले मान्छेले भेट्छन्, के भन्छन् भनेर बजारसम्म बोलाउनुहुन्थ्यो। म त्यहीँ जान्थेँ कुनै सामान किन्ने बहानाले। सुरुचोटि भेट हुँदा उहाँले मलाई रातो कुर्ता सुरुवाल उपहार ल्याइदिनु भएको रहेछ। उहाँसँग भेट भएपछि उहाँले त्यही कुर्ता सुरुवाल लाएर आज बजार घुम्ने भनेर भन्नुभयो। मलाई पनि मन पर्यो। एउटा टोयलेटमा गएर मैले कपडा चेन्ज गरेँ। फिल्म हेर्न गयौँ। फिल्म हेर्दा उतिर पर्तिरको सिटमा बस्यौँ। उहाँले मेरो हात समाउनु भयो। फिल्म सुरु हुनुभन्दा अगाडि हामीले धेरै गफ गऱ्यौँ। जिन्दगीभरि साथ दिने बाचा गर्नुभयो। फिल्म हेर्दै जाँदाखेरि उहाँ र म धेरै नजिक भयौँ। त्यहीँ र बाहिर निस्केपछि कुनै होटलमा जाने सल्लाह गऱ्यौँ। हो,
त्यो उहाँको प्रस्ताव थियो। सायद मेरो पनि चाहना हुँदो मैले सहर्षै स्वीकार गरेँ। स्वीकार नगर्नु पनि कसरी, जिन्दगी नै उहाँलाई ठानेकी थिएँ मैले। होटलमा गएपछि उहाँ र म तन मन वचन सम्पूर्ण रूपले एक भयौँ। हो, उहाँ र ममा केही कुराको दूरी थिएन। यसै गरी हामी दुई चार महिनामा भेटिरहन्थ्यौँ। घर आउने बेला उहाँले मेरो घरमा खाँचो भएको सम्पूर्ण सामग्रीहरू किनेर हालिदिनुहुन्थ्यो। यति धेरै विश्वास दिलाउनु भएको थियो कि म यहाँ शब्दमा कसरी बयान गरौँ। यो समयसम्म आइपुग्दा म 16 वर्ष कटिसकेकी थिएँ। मेरो हजुरआमाले म बुढी भएँ, मेरो नातिनीको गोडा नधोइ मर्छु कि क्या हो, यसरी मऱ्यो भने त म स्वर्ग पनि जान्न है, तेरो गोडा धोएर मर्ने मलाई ठुलो रहर छ भनिरहनुहुन्थ्यो। यही अनुरूप मैले उहाँलाई चिठी पठाएँ, मसँग विवाह गर्न आउनु, हजुरआमाले यसो भनिरहनु भएको छ भनेर। त्यो चिठी पठाएको 2 महिनापछि उहाँबाट चिठी आयो। त्यो चिठी पढेर म माथिको आकाशले मलाई थिच्यो। मैले टेकेको जमिन भासियो। म छक्क परेँ। मैले त्यति कल्पना पनि गरेको थिइनँ। त्यो चिठीमा यस्तो लेखिएको थियो, प्रिय रमा, मैले तिमीलाई विवाह गर्छु भन्दा भन्दै गर्न सकिनँ। मेरो परिवार मान्नु भएन। मैले तिम्रो बारे सबै कुरा भने, उहाँहरूले पढाइ पुगेन भन्नुभयो। तिमीप्रति धेरै माया हुँदाहुँदै पनि म परिवारको विरुद्ध जान सकिनँ, तिमीलाई अपनाउन सकिनँ। सरी, तिम्रो उज्जवल भविष्यको कामना, तिमीलाई माया गर्ने, तिम्रो खुसी चाहने, तिम्रो राज। जसले म सोझीलाई माया जालमा फसाएर मायाको नाटक गरेर तिमीले जति पढ्यौ त्यति मलाई काफी छ भनी सम्पूर्ण रूपमा मलाई लुट्यो। उही पापीले आज मलाई तिम्रो पढाइ पुगेन, परिवार मान्नु भएन भनेर छाडिदियो। मेरो सुख चाहन्छ अरे, उसैमा थियो मेरो सुख, कसले पुर्याइदिने यो खबर। यति चिठी पढेपछि म यति नराम्रो लाग्यो, म कति धेरै रोएँ। सम्पूर्ण मान्छेलाई सुनाउन पनि सक्दिनँ थिएँ यस्तो भयो भनेर। उनी मेरी प्यारी साथी उमालाई भेट्न गएँ। म केही नबोलिकन रोएँ मात्र। उसले मलाई बिस्तारै सम्झाउँदै सबै कुराहरू सोधिन्। मैले यस्तो यस्तो भनेर वास्तविकता बताएपछि उनले मलाई धेरै सम्झाइन्। त्यसपछि मैले आफ्नो मनलाई अलिअलि सम्हाल्दै बिस्तारै नर्मल हुने कोसिस गरेँ। हिम्मत बढेर आयो। म एक रति पनि डगमगाइनँ, सकारात्मक सोचेँ। बिहेपछि छोडेको भए, या अरू 2-4 वर्ष मलाई झुलाएर छोडेको भए, या त गाउँघर भरि हल्ला भएपछि छोडेको भए, ओहो, त्योभन्दा त अहिले छोडेर केही छैन। हो, मैले सबै कुरा सकारात्मक सोचेँ। मैले सकारात्मक सोचे पनि ऊ मान्छेप्रति मैले सकारात्मक सोच्न सकिनँ। पापी, यसको कहिल्यै भलो नहोस् मलाई छोडेकोमा, त्यसलाई पश्चाताप होस्, चोखो र साँचो माया गर्ने कोही नपाओस्। मनमा यस्तै गाली गरेँ। यता हजुरआमाले नातिनीको गोडा धोएर मर्न पाए स्वर्ग जान्थे भनिरहनुहुन्थ्यो। त्यही अनुरूप गाउँमा एक दिन मलाई माग्न कोही आएछन्। म भर्खरै 17 वर्षकी भएकी थिएँ। मलाई अब बिहे गरेर पहिलाको बिर्सनु थियो। हजुरआमाले केटालाई सबै कुरा भन्नुभयो। हेर्नुहोस् है, गरिबकी छोरी, टुरी केटी, पढेकी छैन, अहिले हुन्छ भनेर पछि हेला गर्न पाउनुहुन्न नि। नानी र पानी बाहेक त म केही दिन सक्दिनँ नि। सबै कुरा काम जानेकी छे मेरी नातिनीले, सोचेर मात्रै निर्णय गर्नु है। अहिले हतारमा निर्णय गरेर पछि मेरी नातिनीले दुःख पाउली। हो, मेरो हजुरआमाले केटा र केटाको बाबालाई यसै गरी भन्नुभएको थियो। केटा र उसको बुवाले, हामीलाई गरी खाने केटी चाहिएको हो हजुर, अरू केही पर्दैन भन्नुभयो। भोलिपल्टलाई बिहे फिक्स भयो। आज पनि छरछिमेकी र गाउँलेको सहयोगले मेरो विवाहको सम्पूर्ण सामग्री तयार भयो। मेरो घरबाट विवाह गर्ने अवस्थै थिएन। मेरो बिहे सकियो। रुँदै माइती घर छोडेर कर्म घर लागेँ। हिँडेको 2 दिनमा घर पुग्यो। कतै हिँड्दै त कतै गाडीमा चढेर।
साह्रै थकाइ लागेको थियो। जाबो 17 वर्ष कि म केटाकेटी अहिलेको 17 वर्षकोलाई आमा बाउले भात खुवाइदिनुपर्छ। घरमा 2 जना नन्द र 2 जना देवर सासू ससुरा हुनुहुँदो रहेछ। नन्दले खाना पकाउनु भएछ। खाना खाएँ, सुते। राति भोलिको कामको लागि श्रीमानले सिकाउनु भयो। बिहान 3 बजे उठेर काम गर्नुपर्ने। म मात्र होइन, त्यो घरको सम्पूर्ण सदस्यले 3 बजे पानी लिन जाने, 7 बजे आउने। घरको काम, खेतबारीको, गाई बस्तु बाख्रा काम। ओहो, काम त कामै गरेर दुःख पाएर ठुली भएकी म। तर मधेसमा पहाडका ठाउँमा मलाई त हिँड्नै पो गाह्रो भयो। दुखीले जताततै दुखै पाउनु पर्ने रहेछ। यस्तै सम्झेर म पराईको घरमा घुलमिल हुने कोसिस गरेँ। माइतीमा त्यति धेरै दुःख पाएकी म घरमा त कुरा के गर्नु, साध्य छैन। खानाको लागि सङ्घर्ष गर्नु पर्दैन थियो। बाँकी त माइती घरको भन्दा धेरै दुःख थियो कामको। जो पहाडमा हुनुहुन्छ उहाँले महसुस गर्नुहुन्छ। कस्तो कर्म लिएर आएकी रहेछु। कर्मलाई धिक्कार्दै दिनरात म रुँदै बसेँ। श्रीमान पनि त्यति गतिलो त कहाँ हो र। रक्सी खाने, सानैमा बाबाको रक्सी खाने बानीदेखि वाक्क भएकी म। आफ्नो जीवनसाथी पनि त्यस्तै। ओहो, कुन जुनीको पाप काट्नलाई यो जुनी दिएछन् भगवानले मलाई। यस्तै सोचिरहन्थेँ। अहिले जस्तो बुद्धि र सोच्न सक्ने भएकी भए म त्यहाँबाट भागेर हिँड्थेँ होला। न श्रीमानको माया, न घर परिवारको। जति बेला पनि कामै मात्र। त्यो बेला श्रीमान भनेको भगवान हो र उसले जे गरे नि सहनुपर्छ भन्ने मान्यता हुन्थ्यो। त्यही अनुरूप मैले पनि सहेर बसेँ। 1 वर्षपछि छोरीको जन्म भयो। सुत्केरी हुँदा पाउनुपर्ने स्याहारदेखि केही पाइन। न्वारान गरेपछि छोरी सासूसँग छोडेर गाई बस्तु मेलापात सबै काम गर्नु पर्थ्यो। छोरी हुर्कदै थिइन्। फेरि म गर्भवती थिएँ। त्यो बेलामा अस्थायी साधन के भन्ने मलाई केही पनि थाहा थिएन। पछि छोरा जन्मियो र 2वटा बच्चाको ग्याप मात्र 14 महिनाको भयो। त्यो अन्धाधुन्दा गाउँमा दिनहरू बित्दै गए। बच्चा बढिरहेका थिए। माइत एकादेशको कथा जस्तै हुन्थ्यो। सम्झने मात्र। विवाह पश्चात म एक पटक पनि माइत गएकी थिइनँ। जाउँ पनि कसरी। एक त टाढाको बाटो, जानै 2 दिन लाग्छ, अनि 2वटा साना बच्चा। सोच्न पनि सक्दिनँ थिएँ। तर हजुरआमाको धेरै याद आउँथ्यो। धेरै भेट्न मन थियो। फोनको पनि सुविधा थिएन। फोनमा बोल्न 3 घन्टा हिँड्नु पर्थ्यो। अनि यता फलानुलाई बोलाऊ दिनु न भन्दा 1 घन्टा कुर्नु पर्थ्यो। अनि घरको कामले कतै हिँड्न पाइँदैन थियो। त्यही भएर फोन पनि सोच्न सक्दिन थिएँ। कोही तराई आउने जाने हुँदा चतरा बजारमा भेट भए खबर आदान प्रदान हुन्थ्यो। मेरो 2वटा बच्चा जन्मिसकेको कुरा त्यसै गरी मैले जानकारी गराएकी थिएँ मेरी हजुरआमालाई। दिन यसै गरी बितिरहेको थियो। एक दिन बेसरी रोएँ। हजुरआमाको याद आएर थाम्नै सकिनँ। अनि सासूलाई सोधेर श्रीमान र बच्चा लिएर माइत हिँडेँ। धेरै वर्षपछि जन्मेको गाउँ जाँदै थिएँ। यति खुसी थिएँ नि साध्य छैन। त्यो पलको म कसरी बयान गर्न सक्छु। हामी हिँड्दै आउँदै थियौँ। बाटोमा भोक लाग्यो र खाजा खान भनी एउटा खाजा पसल छिर्यौँ। त्यहाँ मलाई एक्कासी रिङ्गटा लागेको महसुस भयो। आकाशले थिचे जस्तो अनि जमिन भाँसिए जस्तो। मुख सुक्यो। जिन्दगीभर देख्न नपरोस् भनी सरापेको अनुहार त्यही टेबलमा बसेर खाजा खाइरहेको थियो। उही क्या राज। मलाई साह्रै गाह्रो भयो। हामीले आँखा जुदायौँ। उसले आँखा झुकायो। हेरोस् पनि कसरी। म सोझीलाई दुनियाँ सपना देखाएर मेरो सम्पूर्ण शरीर लुटेर छोडेको थियो। उसलाई लाज लाग्यो होला। बोलचाल केही भएन। मैले उसैलाई संसार मानेकी अनि भगवान उसैलाई मानेकी थिएँ। म पढेकी थिइनँ। जागिर खाएर उसलाई पैसा कमाएर दिन सक्दिन थिएँ। तर उसको घर परिवारको हेरचाह र उसलाई
जिन्दगीभरि माया गर्न त सक्थे नि। ऊ एक्लै थियो, बसिरहेको थियो। खाजा खाँदै जाँदा मेरो श्रीमानसँग गफ गर्यो। कहाँ घर भनी सोध्यो। म केही बोलेकी थिइनँ। हामी दुईजनाको चिनजान भइसकेको कुरा श्रीमानलाई थाहा हुँदैन थियो। हामीले मुखा हेराहेर गर्यौं। उसले मेरो छोरी बोक्न खोज्यो। साँच्चै राम्री थिइन् मेरी छोरी, गुडिया जस्तै। उसले नानीलाई बिस्कुट किनेर दियो। अनि मेरो श्रीमानले पनि कहाँ हो घर भनी सोध्नुभयो। यहाँ हो घर, म अहिले त्रिवेणीमा जागिरे छु, अहिले सरुवा यहाँ भएको छ भनेर उसले जानकारी गरायो। अनि ऊ पनि आज घर हिँडेको रहेछ। अब चतरासम्म साथी हुने भयो भनेर हामी सबै बाटाको साथी जस्तै भएर सँगै हिँड्यौं। बाटोमा हिँड्दै आउँदा 1 घन्टा जति हो र आएपछि मेरो श्रीमान म टोयलेट गएर आउँछु भनेर हिँड्नुभयो। मेरो छोरी उसले बोक्यो, छोरा मैले बोकेकी थिएँ। मेरो श्रीमान अलिक पर पुगेपछि ऊ मेरो छेउमा आएर रुन्चे स्वरमा भन्यो, मैले तिम्रो धेरै मन दुखाएँ। अहिले जस्तो भएको भए घर परिवारको विरुद्ध गएर पनि म तिमीसँग विवाह गर्थेँ होला। तर त्यो बेला आमाले मर्ने धम्की दिनुभएकोले मैले जबरजस्ती गर्न सकिनँ। तब जब तिम्रो बिहे भयो अनि काकीले भन्नुभयो, माया गरेको छु भन्छ, ल्याइहाल्यो भने त भित्र्याउनै पर्यो नि, भन्नुहुँदै थियो त तेरो आमा भनेर। यो सुनेपछि मलाई झनै तिमीलाई गुमाएकोमा पश्चाताप भयो भनेर सुनाउँदै थियो। मलाई त केही बोल्न आएन। मैले त माया गरेकी थिएँ, हो मात्र माया गरेकी थिएँ। म त रुन थालेछु। तपाईको बिहे भएको छैन भनेर सोधेँ। उसले मलाई तिमीलाई भुल्नै सकिनँ, अर्को केटी ल्याएर पनि म उसलाई माया गर्न सक्दिनँ, अनि मैले किन विवाह गर्नु भन्यो। साह्रै नराम्रो लाग्यो। मैले किन सरापेँ होला भनेर आफैमा पश्चाताप भयो। मेरो श्रीमान आएको चाल पाएँ र मैले मेरो दुईवटै आँखामा किरा पस्यो भनेर बहाना बनाएर आँसु पुछेँ। हामी तल चतरासम्म सँगै आयौँ। फेरि हाम्रो दोहोरो कुराकानी केही भएन। बाटोमा मेरो श्रीमान र उसको कुराकानी भयो। हिँड्ने बेलामा मेरो नानी बाबुलाई 500 हातमा राखिदिनु भयो अनि हामी छुट्यौँ। सदा सदाका लागि, हो कहिले नभेटिने गरी छुट्यौँ।